14 तला छ यो वेस्टर्न मल चाहिँ। र यहाँनिर यो साइड सिडीबाट उकालो जाँदा नै हुन्छ माथिल्लो तालामा, यहाँबाट निस्किँदा नि हुन्छ र यो साइडबाट भित्र पस्दा नि हुन्छ। र म माथिल्लो तला आइपुगेँ, तपाईँलाई म देखाउँछु अहिले यताको दोकानहरू पनि। अब यस्तो मल त गान्तोकमा पुरा खोलिँदैछ अझै। यहाँनिर फेरि माथिल्लो तला जाने सिडीहरू रहेछ। मजाले खोलेर रहेछ दोकान। पेन्टोलन्स पनि यहाँनिर खोलेर रहेछ, नाम नमान्छ यहाँनिर पनि खोलेर रहेछ पेन्टोलन्स। हेलो गाइस, नमस्कार सेवानी, स्वागत छ तपाईँ मेरो भ्लगमा। आज म वेस्टर्न मल आएको छु, तपाईँलाई म वेस्टर्न मलको पनि भ्युजहरू देखाउँछु, हेर्दै गर्नु होला मेरो भिडियो। र अहिले म वेस्टर्न मलको ब्रिजमै हिँड्दैछु, यहाँनिर आइपुगेँ। अब वेस्टर्न मल तपाईँहरूलाई देखाउँदैछु म। यो साइड छ वेस्टर्न मलको, यता जान्छु म, तपाईँलाई देखाउँदैछु ल। आज त निकै गरम रहेछ यहाँनिर गान्तोकमा, निकै गरम चढेछ। निकै दिन बादमा घाम लागेको, भरे त फेरि 2 बजीको बादमा त पानी परि त हाल्छ। वेस्टर्न मल यही है साथी हो, यो एमजी मार्गको मुनि पर्छ गान्तोकको। यहाँनिर इन्ट्रेन्स पोइन्ट यहाँनिर छ, इनोग्रेसन गरेको। र यही साइड हो वेस्टर्न मल। यो गान्तोकमा खोलेको छ। यो चाहिँ पहिला यहाँनिर चाहिँ रङ्गिली पेलिङहरू स्ट्यान्डहरू थियो, त्यो चाहिँ सबै भत्काएर चाहिँ अहिले यहाँनिर 14 तले भवन बनाएको छ। यहाँ सेफ्टी गार्ड यहाँदेखि पुस्नुपर्ने। म इन्ट्री हुँदैछु भित्र। हजुर मल चाहिँ यस्तो रहेछ भित्र, सबै नाइका वेस्टर्न मल गान्तोकमा खोलेको छ। अब यहाँदेखि माथि चाहिँ 5 स्टार होटेलहरू पनि हुन्छ। सबै रहेछ यहाँनिर, सोरुमहरू पनि खोलिसकेछ। वाउ, यहाँनिर हेर्नुहोस् त के राम्रो बनाएछ डिजाइन, लाइटहरू हालेर। र यहाँनिर त्यति राम्रोसँगले खिच्नु चाहिँ नदिँदो रहेछ यहाँभित्र सेक्युरिटी गार्डहरूले। र पनि तपाईँलाई मैले देखाउँदैछु। सबै कम्पनीहरू, ब्रान्ड कम्पनीहरू आएको रहेछ। र तपाईँहरू नै आउनु भएको छैन भने घुम्नु आउनुहोस् यहाँनिर। माथिल्लो तला जाँदैछु म, माथि हेर्नु कस्ता रहेछ। यो चाहिँ वेस्टर्न मल भित्रबाट लिएको मैले, 5th फ्लोरबाट। माथि यो देख्नेहरू चाहिँ इन्चे गुम्बा साइड हो। यो यस्ता साइड चाहिँ डेभलपमेन्ट। र यहाँनिर पनि रहेछ लेन्स कार्डको। र तपाईँहरू पनि घुम्नु आउनु भएको छैन आउनुहोस्, हेर्नुहोस् यहाँनिरको मल त एकदम चकाचक बनाएछ, दामी। गान्तोकमा त मलै मल भयो। अब तपाईँको नामपट्टि पनि स्टार हल भन्ने पहिला त्यहाँनिर थियो पिक्चर हल, त्यहाँनिर पनि अहिले बनाउँदैछ। अब बाज्रामा त खोलेको छ बाज्रा वर्ल्ड। यहाँदेखि यो तपाईँले यो देख्नुहुँदैछ नि माथिल्लो तला, यहाँदेखि माथि चाहिँ अझै 5 स्टार होटेलहरू बनिन्छ अरे। फुड पोइन्ट यता त अझै डङडङ रहेछ, बनाउनु अझै डल्लै रहेछ यता पनि। र हेर्नु सक्नुहुन्छ तपाईँले माथि 4th फ्लोरबाट तलको भ्युज यस्तो देख्दो रहेछ। र इन्जोय गर्नु चाहिँ साथी हो मेरो ब्लगलाई। ल जतिसक्दो तपाईँहरूले यसलाई लाइक, कमेन्ट अनि फलो पनि गरिदिनुहोस् र सेयर पनि गरिदिनुहोस्। र अब चाहिँ म डाउन जाँदैछु यहाँदेखि। अब बाहिर निस्केको घुम्यो मजाले।
अब बाहिर एक्जिट हुँदैछु म। राम्रो रहेछ वेस्ट बेङ्गल, बन्नेकोदेखि आएको थिइनँ, यहाँनिर घुमेँ आज, तपाईँलाई पनि देखाएँ। यहाँ त गरम रहेछ, बजार त निकै। 14 तला छ यो वेस्ट बेङ्गल चाहिँ, र यहाँनिर यो साइड सिडीबाट उकालो जाँदा नै हुन्छ माथिल्लो तालामा, यहाँबाट निस्किँदा नि हुन्छ, र यो साइडबाट भित्र पस्दा नि हुन्छ। र यहाँनिर यो साइडमा चाहिँ छ पुलिस हेडक्वार्टर, गान्तोक पुलिस हेडक्वार्टर।